ओलीको पहिलो गफ यो सुन्नुस् त। केरम काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। पोखरा रेल आएपछि बेनी जाँदैन, बेनी जाँदा कहाँबाट जान्छ? कुस्मा हुनु परेन? कुस्मा त स्टेसनै हुन्छ। केही वर्षको कुरा हो यो। ओलीको दोस्रो गफ, अब नेपालीको ठ्याक्कै गोजीमा पैसा नभएको त हुँदै हुँदैन, यो पनि सुन्नुस्। अब नेपाली खल्तीमा ठ्याम्मै पैसा नभएको त हुँदै हुँदैन। कमाउन पाएन भने त अलिकति भए पनि सरकारले खल्तीमा हाल्दिन्छ। ओलीको तेस्रो गफ, 2076 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकी हिँड्छ, कसरी मान्छे बोकी हिँड्छ देखाउँछौ, यो पनि सुन्नुस् त। होइन भने 76 सालभित्र नेपालको पानी जहाजले झण्डा हालेर कसरी सामान बोकेर हिँड्छ, कसरी मान्छे बोकेर हिँड्छ हामी देखाउँछौँ। अब ओलीको चौथो गफ, रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ, यो पनि हेर्नुस्। रेल आउँछ, पानी जहाज पनि आउँछ, टिकट काट्न पाइन्छ, काउन्टर खुल्छ, त्यसको सूचना पनि हुन्छ। ओलीको पाँचौं गफ, अबदेखि सिलिन्डर काँधमा बोकेर, साइकलमा बोकेर, मोटरसाइकलमा बोकेर कुद्नु पर्दैन, घर घरमा चुला चुलामा पाइप पुर्याइदिन्छु, यो पनि सुन्नुस् अनि हाँस्नुस्। सिलिन्डरको फेज समाप्त गरिदिन्छु, घर घरमा चुला चुलामा पाइप पुर्याइदिन्छु। ओलीको छैठौं गफ, अब डिजेलको भुर्र धुवा छोड्ने बस होइन, इलेक्ट्रिक बस चल्छ, यो पनि हेर्नुस्। अब डिजेलको भुर्र धुवा छोड्ने खालको बस होइन, इलेक्ट्रिक बस चलाउँछ। अनि ओलीको सातौं गफ, बीपी कोइराला अहिले बाँच्नु भएको भए कंग्रेस छोडेर एमालेमा आउनुहुन्थ्यो, यति भनेपछि पनि यो पनि सुन्दिनुस्। बीपी कोइराला अहिले बाँच्नु भएको भए कांग्रेस छोडे एमाले प्रवेश गर्छु भनेर एमालेमा आउँछ। यी गफ हेर्दा सुन्दा जो कोहीलाई काउकुती लाग्छ, लाज हुन्छ, तर